सन्चो त खासै छैन, त्यो पनि भोइस त गतिलो छैन अरू जस्तो होइन। त्यही नि एउटा मैले लेखेको छु होइन सायरी सानो छोटो है, सुनिले कस्तो लाग्छ तपाईँहरूले। ल रेडी है। रातको कुनामा यो रातको कुनामा मेरो पाइलाहरूले आफैसँग कुरा गर्छ। यो रातको कुनामा मेरो पाइलाहरूले आफैसँग कुरा गर्छ। बितेका आवाजहरूले मनभित्र गहिरो च्यान खनेर राख्छ। यो बितेका आवाजहरूले मनभित्र गहिरो च्यान खनेर राख्छ। भिडभाड मान्छे देखिन्छन् तर म आफै खोज्दै हिँड्छु। कसैलाई थाहा छैन मैले कति अनुहार फेरेर हिँड्छु। कस्तो लाग्यो? खासै त सन्चो छैन, सन्चो नभए पनि यसो अलिकति हामीले कस्तो लाग्छ भन्नु।